हे एभ्रिवान वेलकम ब्याक। योभन्दा अघिल्लो भिडियोमा चाहिँ हामीहरूले सीलाई चाहिँ हाम्रो विन्डोजमा कसरी इन्स्टलेसन गर्न सकिन्छ और हामीले कसरी सीको प्रोग्राम चाहिँ हाम्रो ल्यापटपमा चाहिँ रन गर्न सक्छौँ भन्ने कुरा चाहिँ हेरेको थियौँ। र आजको यस भिडियोमा चाहिँ हामीहरूले फर्दर कुराहरू चाहिँ हेर्नेछौँ। यो चाहिँ लेक्चर सिरिजको फर्स्ट भिडियो हो है त। योभन्दा अगाडि चाहिँ त्यो जस्ट इन्स्टलेसन प्रोसेसको भिडियो थियो। आज यो भिडियोमा चाहिँ हामीले बेसिक कुराहरू थाहा पाउँछौँ कि हामीले प्रोग्रामिङ सिक्नलाई और सी प्रोग्रामिङ सिक्नलाई चाहिँ बेसिक के कुरा चाहिँ थाहा पाउनु पर्ने हुन्छ भन्ने कुरा चाहिँ हामीले यो भिडियोमा डिस्कस गर्नेछौँ है त। त्यसको लागि पहिला मैले एउटा सानो डकुमेन्टेसन जस्तै बनाएको छु है त। म यहीँदेखि सुरु गर्छु, त्यसपछि चाहिँ म कोड गरेर पनि देखाउँछु है त। एट फर्स्ट हामीले हेर्नुपर्ने हुन्छ कि इन्ट्रोडक्सन टु सी है त। मतलब सी के हो भनेर त बुझ्नु पर्यो नि त पहिला होइन। पहिला चाहिँ हामी बुझौँ कि सी भनेको के हो त। सी भनेको एक प्रकारको जेनरल पर्पोज ल्याङ्ग्वेज हो और यसलाई प्रोसिड्युरल प्रोग्रामिङ ल्याङ्ग्वेज पनि भनिन्छ, किनकि योले कसरी रन हुन्छ भनेपछि यसले एउटा मेन फङ्सन हुन्छ, फर्स्ट मेन फङ्सन रन हुन्छ, त्यसपछि अरू फङ्सनहरूलाई कल गर्दै अरू फर्दर कुराहरू चाहिँ स्टेप वाइज चाहिँ यसले रन गर्छ है त। अनि यो चाहिँ हाम्रो वाइडली के छ भनेपछि सिस्टम सफ्टवेयर जस्तै अपरेटिङ सिस्टमहरू बनाउन र एप्लिकेसन पनि यो युज नै गरेको छ है त यो प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ। अनि यसको चाहिँ इफिसियन्सी, पोर्टेबिलिटी एन्ड फ्लेक्सिबिलिटीको कारणले चाहिँ यो डेभलपरहरूको चाहिँ चोइस भयो, जस्तै पपुलर भयो भन्न सकियो है त। त्यसले चाहिँ सिम्पली मैले अघि नै भनिसकेँ कि अपरेटिङ सिस्टमहरू बनाउन, कम्पाइलरहरू बनाउन, सिस्टमहरू बनाउन चाहिँ हामीले सीको चाहिँ बढी प्रयोग गर्ने गर्छौँ है त। अनि सी प्रोभाइड्स लो लेभल एक्सेस टु मेमोरी है त। यसले चाहिँ के गर्छ भने चाहिँ हामीले मैले भनेको थिएँ डाइरेक्ट बिटसँग कुरा गर्न चाहिँ सकिन्छ, लाइक 0 1सँग पनि हामीले कुरा गर्न सकिन्छ है त डाइरेक्ट यसमा चाहिँ। अब हाई लेभल ल्याङ्ग्वेजमा चाहिँ अब डाइरेक्ट बिटसँगै त कुरा हुन्न, तर यसमा चाहिँ गर्न सकिन्छ है त। जस्तै पाइथन तिनीहरूमा चाहिँ त्यसरी गर्न मिल्दैन, तर यसमा चाहिँ हामीले डाइरेक्ट गर्न सक्छौँ है त। अर्को चाहिँ कुरा के हुन्छ भनेपछि यसमा छ कि डाइरेक्ट म्यानिपुलेसन अफ द हार्डवेयर भनेको छ। यही बिटमा कुरा गरेर चाहिँ के भन्न खोजेको त, डाइरेक्ट हामीले हार्डवेयरमा म्यानिपुलेट गर्न सक्छौँ है त, जे आवश्यक अनुसार चाहिँ है त। अनि त्यसपछि यसको हिस्टोरी हामीले थाहा पाउनु पर्ने हुन्छ। इट इज डेभलप्ड बाई डेनिस बे ल्याबोरेटरिज इन 1972 है त। यो मेनली चाहिँ मैले अघि नै भनिसकेँ सिस्टम प्रोग्रामिङ रूपमा, अर्थात् सिस्टम सफ्टवेयर बनाउनलाई चाहिँ बनाएको है त यो प्रोग्राम ल्याङ्ग्वेज चाहिँ। अनि यसकै हेल्पले आजकलको मोडर्न ल्याङ्ग्वेजहरू जस्तै C++, जाभा, पाइथनहरू चाहिँ यसैमा बेस पनि छन् है त। त्यसपछि फर्स्टमा हेर्नु स्ट्रक्चर अफ सी प्रोग्रामिङ ल्याङ्ग्वेज है त। यो कुरा यसमा कुन कुरा के हो भने कुन लाइनले के रिप्रेजेन्ट गर्छ भन्ने कुरा चाहिँ हामीले पछि फर्दर पनि भन्नेछौँ। तर फर्स्टमा चाहिँ हामीले यति बुझ्नुपर्ने हुन्छ कि यसको स्ट्रक्चर चाहिँ यो हुँदो रहेछ, यो स्ट्रक्चर चाहिँ हामीले फलो गर्नु पर्यो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो है त। जस्तै यसमा छ कि ह्याज इन्क्लुड stdio.h छ। यो भनेको के हो त, हेडर फाइललाई इन्क्लुड गरेको हाम्रो प्रोग्राममा। जस्तै हामीले चिया बनाउँदैछौँ भनेपछि एउटा चिया बनाउने प्रोग्राम लेख्दैछौँ र त्यसको मेटेरियलहरू लिएर चाहिँ राख्नु भनेकै यो इन्क्लुड गर्नु जस्तै हो है त, हाम्रो प्रोग्राममा इन्क्लुड गर्नु जस्तै हो है त। त्यसपछि अर्को छ एउटा यो फङ्सन हो, मैले अघि भनिसकेँ एउटा मेन फङ्सन हुन्छ जो चाहिँ फर्स्टमा रन हुन्छ। जतिखेर हामीले कम्पाइल गर्छौँ उतिखेर चाहिँ यो चाहिँ फर्स्टमा रन हुन्छ, अर्थात् फर्स्टमा कम्पाइल हुन्छ, त्यसपछि अरू कुराहरू चाहिँ यसले फलो गर्छ भनेको थियो है त। एउटा यो फङ्सन भयो, फङ्सनभित्र यिनीहरू भनेको चाहिँ स्टेटमेन्टहरू भन्न सकिन्छ है त। यिनीहरू चाहिँ एउटा स्टेटमेन्ट, दुइटै अर्को स्टेटमेन्ट, र स्टेटमेन्टहरू चाहिँ केले सेपरेट हुन्छन् त, सेमिकोलनले सेपरेट हुन्छन् है त। यसको तल पनि मैले लेखेको छु सी प्रोग्राम कन्सिस्ट अफ द, माथि चाहिँ के भयो त प्रिप्रोसेसर डाइरेक्टिभ्स पनि भन्छन् यसलाई, जुन हेडर फाइललाई इन्क्लुड गरेको है त। हेडर फाइलहरू चाहिँ इनबिल्ड पनि हुन्छन्। इनबिल्ड भनेको चाहिँ अलरेडी सी प्रोग्रामिङ बनाउँदाखेरि बनाएकोहरू, र अरू युजर डिफाइन भनेको चाहिँ अब हामीलाई आवश्यक अनुसार हामीले बनाउन पनि सक्छौँ है त। अब यो आइएनटी मेन, अब आइएनटी के हो मेन के हो भन्ने कुरा त हामीले पछि बुझिहाल्छौँ, फङ्सन पुग्दासम्म त यो पुरै क्लियर भइहाल्छ। तर अहिले बुझौँ कि जस्ट एउटा यो फङ्सन हो है त। फङ्सनभित्र हामीले यहाँ चाहिँ प्यारामिटरहरू पास गर्न सक्छौँ। अब प्यारामिटरहरू के हुन् भन्ने कुरा होला है त, आर्गुमेन्ट पनि भन्न मिल्छ तिनीहरूलाई। जस्ट मेन चाहिँ एउटा फङ्सन हो है त। त्यसपछि यिनीहरू भनेको चाहिँ के हुन्छ, स्टेटमेन्ट अर एक्सप्रेसन्स भन्न पनि मिल्यो है त। त्यसपछि एउटा रिटर्न हुन्छ, जस्तै कुनै पनि फङ्सन छ भनेपछि लाइक हामीले कुनै कुरा इनपुट दिएपछि त्यहाँबाट केही आउटपुट आउँछ नि,
हो त्यही भनेको चाहिँ आउटपुटलाई एज अ हामीले रिटर्नको रूपमा चाहिँ बुझ्न सक्छौँ है त। फङ्सनको आउटपुटलाई चाहिँ हामीले रिटर्नको रूपमा बुझ्न सक्छौँ। ओके, त्यसपछि चाहिँ अब कसरी रन गर्ने त? अस्ति यो बेसिक स्ट्रक्चर त मैले लेखेर रन पनि गराएको थिएँ। त्यो हेर्नु भएको छैन भने चाहिँ गएर हेर्दा हुन्छ है त, त्यो फर्स्ट भिडियोमा चाहिँ होला। यो पनि म गरेर चाहिँ देखाउँछु है त। पहिला हामीले एउटा फोल्डर त बनाउनु पर्ने हुन्छ। अब हामीले कता गरिरहेको छौँ भनेर मैले अलरेडी बनाएको छु, त्यही भएर मैले डाइरेक्ट VS कोड ओपन छ मेरोमा, नत्र VS कोड भनेर यहाँनिर सर्च गर्ने, त्यसपछि VS कोड ओपन गर्ने है त। त्यसपछि फाइलमा गएर ओपन फोल्डरमा क्लिक गर्ने है त। त्यसपछि मैले चाहिँ कता राखेको छु भने चाहिँ डी ड्राइभभित्र जता राखिएको छ त्यहीबाट चाहिँ ओपन गर्ने है त। BSc भित्र 3rd इयरभित्र कम्प्युटर प्रोग्रामिङ है त। कम्प्युटर प्रोग्रामिङलाई मैले सिलेक्ट गरेँ, त्यो चाहिँ अब ओपन भयो है त। यो ओपन भयो। अस्ति हामीले यो प्रोग्राम चाहिँ गरेको थियौँ है त। यो चाहिँ बेसिक स्ट्रक्चर जस्तै भयो है त। जस्ट यसले यो प्रोग्राम के गर्छ त, हेलो वर्ल्ड चाहिँ प्रिन्ट गर्छ। हो यही कुरा चाहिँ अब हामीले बुझ्छौँ। अघि हामीले हल्का यता डकुमेन्टेसनमा हेऱ्यौँ। अब हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भनेपछि यी कुराहरू चाहिँ बुझौँ है त। अब कसरी काम गर्छ भन्ने कुराहरू चाहिँ बुझौँ। त्योभन्दा अगाडि पनि एउटा मेन कुरा चाहिँ यी बेसिक टर्मिनोलोजीहरू भन्दा नि हुन्छ, यिनीहरूलाई चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ कि हामीले कतिखेर के युज गरिरहेछौँ भन्ने कुरा चाहिँ है त। सीमा क्यारेक्टर सेटहरू भन्ने हुन्छ। क्यारेक्टर सेटहरू भनेको चाहिँ कस्तो भनेपछि सी प्रोग्रामिङ युज गर्दाखेरि कुन कुन अल्फाबेटिकल हामीले के क्यारेक्टरहरू चाहिँ युज गर्छौँ त भन्ने कुराहरू, जस्तै A to Z, क्यापिटल A to Z सम्म, स्मल लेटर A to Z सम्म, अनि डिजिटहरू चाहिँ 0 to 9 सम्म। अब स्पेसल सिम्बलहरू चाहिँ जस्तै प्लस, माइनस, मल्टिप्लिकेसन, डिभाइड, कर्ली ब्र्याकेट, अब स्मल ब्र्याकेट, कोलन, सेमिकोलन, यिनीहरू चाहिँ हामीले युज गर्ने गर्छौँ है त। यिनीहरूलाई चाहिँ क्यारेक्टर सेट भनिन्छ, जुन चाहिँ हामी त्यो प्रोग्राम लेख्दाखेरि चाहिँ युज गर्छौँ है त, ती क्यारेक्टरहरू चाहिँ। अनि त्यसपछि टोकन भन्ने कुरा हुन्छ। टोकनहरू चाहिँ धेरै छन्। अब टोकनहरू के छन् भनेपछि चाहिँ टोकन भनेको पहिला त बुझ्ने कि टोकन भन्ने एउटा स्मल इलिमेन्ट हो प्रोग्रामको भनेर बुझ्ने। अनि त्यसमा डिफ्रेन्ट टाइपको टोकनहरू छन्। जस्तै किवर्ड्सहरू हुन्छन्। किवर्ड्सहरू भनेको चाहिँ के भनेपछि प्रोग्रामर त्यो जुन यो प्रोग्रामिङ ल्याङ्ग्वेज बनाएको थियो, त्यो जुन मान्छेले बनाएको थियो, त्यो मान्छेले चाहिँ बनाउँदाखेरि चाहिँ फिक्स किवर्डहरू गरेको, फिक्स केही वर्डहरूलाई चाहिँ फिक्स गरिदिएको, यो वर्डको काम चाहिँ यो हो भनेर फिक्स गरिदिएको, तिनीहरूलाई चाहिँ प्रिडिफाइन्ड वर्डहरूलाई किवर्ड भनेर बुझ्दा हुन्छ है त। अनि आइडेन्टिफायर भन्ने हुन्छ। आइडेन्टिफायर भनेको चाहिँ भेरिएबल भनेर बुझ्दा हुन्छ। लाइक कुनै कुरालाई केले आइडेन्टिफाई गरिरहेछ भन्ने कुरा जुन बुझाउँछ त्यसलाई आइडेन्टिफायर। और त्यहाँ भेरिएबल मात्र हुन्न, भेरिएबल फङ्सन पनि एक प्रकारको भेरिएबल चाहिँ हो है त। फङ्सनलाई पनि हामीले के को रूपमा लिन सक्छौँ, एज अ भेरिएबलको रूपमा लिन सक्छौँ है त। अनि त्यसपछि कन्स्ट्यान्टहरू हुन्छन्। मैले भनेको थिएँ भेरिएबलहरू चाहिँ चेन्जेबल हुन्छन् र कन्स्ट्यान्टहरू चाहिँ चेन्जेबल हुन्न, यिनीहरू चाहिँ फिक्स्ड भ्यालु हुन्छ। लाइक 3.14 जुन पाइको भ्यालु हो, त्यस्तै कुराहरू चाहिँ कन्स्ट्यान्टभित्र पर्छन् है त। अर्को कुरा हुन्छ अपरेटर्स। अपरेटर्स भनेको त दुईवटा भेरिएबल और कन्स्ट्यान्ट भेरिएबल बिचमा चाहिँ कुनै अपरेसन गर्नु पर्यो। लाइक अर्थमेटिक छ भने चाहिँ अब एडिसन गर्नु पर्ला, सब्ट्र्याक्सन गर्नु पर्ला, अरू जस्तै कम्पेरिजन गर्नु पर्ला, यस्तो कुरा छ भने चाहिँ तिनीहरूलाई चाहिँ के भनिन्छ त अब अपरेटर है त। अब डेलिमिटर्स हुन्छ नि, अब कुनै कुरालाई केले छुट्याइरहेछ भन्ने कुरा, तिनीहरू सेपरेट गर्ने त्यस्तो कुराहरू चाहिँ डेलिमिटर्सहरू हुन्। त्योभित्र चाहिँ यी केहरू पर्छन् त, सिम्बलहरू पर्छन् भनेर बुझ्दा हुन्छ है त। त्यसपछि हामीले बुझ्नु पर्ने हुन्छ कि भेरिएबल्स एन्ड डाटा टाइप्स है त। अब भेरिएबल भनेको चाहिँ सिम्पली हामीले अलोकेसन अफ द मेमोरी भनेर पनि बुझ्छौँ। एउटा हामीसँग मेमोरी छ, मेमोरीको कुनै कुनानिर कुनै साइडनिर चाहिँ सानो त्यहाँ स्पेस चाहिँ एउटा कुनै भ्यालु स्टोर गर्नलाई चाहिँ युज भएको छ भने चाहिँ त्यही जुन लोकेसन छ नि हो, त्यही लोकेसनलाई चाहिँ हामीले भेरिएबलको रूपमा बुझ्न सक्छौँ है त। अनि अर्को कुरा यो पनि भनेको छ कि स्टोरेज लोकेसन विथ नेम एन्ड टाइप। अनि यहाँनिर चाहिँ मेन कुरा के छ भने नेम पनि हुन्छ त्यो, जस्तै हामीले कुनै मेमोरीको एउटा सानो स्पेस लियौँ र त्यो स्पेसको नाम दियौँ केही, हो नाम पनि हुन्छ। अनि त्यसको टाइप पनि हुन्छ, त्यो ठाउँमा चाहिँ कस्तो बस्ने, लाइक क्यारेक्टर बस्ने कि इन्टिजर बस्ने कि फ्लोट भ्यालु बस्ने कि बुलियन बस्ने कि, त्यो कुरा चाहिँ हामी पछि डिस्कस गर्नेछौँ है त। अब यसको टाइपहरू धेरै छन्, डाटा टाइप्सहरू धेरै छन्। अनि डाटा टाइप्स भनेको चाहिँ कस्तो भनेपछि कुनै हामीसँग के छ भेरिएबल, भेरिएबलमा के स्टोर हुन्छ त भ्यालु हो, त्यो भ्यालुको टाइप अनुसार चाहिँ हाम्रो के हुन्छ त डाटा टाइप हुन्छ है त। अब जुन डाटा हुन्छ, डाटालाई भेरिएबल भ्यालु पनि भन्न मिल्यो, हो त्यही भ्यालुको टाइप अनुसार चाहिँ के डिक्लेयर हुन्छ त डाटा टाइप पनि हामीले राख्नुपर्ने हुन्छ है त। यो चाहिँ डिफ्रेन्ट टाइप्स छ, यो कुरा हामीले
पछि छलफल पनि गर्नेछौँ। भेरिएबल भनेको इक्जाम्पलको रूपमा चाहिँ हामीले एज अ कन्टेनरलाई लिन सक्छौँ। एउटा कन्टेनर छ, त्योभित्र हामीले डिफ्रेन्ट कुराहरू चाहिँ के गर्न सक्छौँ त राख्न सक्छौँ। लाइक लिक्विड राख्न सक्छौँ, अब सोलिड, ग्यास तिनटै कुरा राख्न सक्छौँ नि त, अरू कुरा पनि राख्न सक्छौँ। हो त्यस्तै एउटा भेरिएबलभित्र पनि डिफ्रेन्ट टाइपको डाटाहरू अर भ्यालुहरू चाहिँ स्टोर गर्न सक्छौँ र त्यही अनुसार हामीले तिनीहरूको चाहिँ डाटा टाइप्स पनि डिक्लेयर गर्नुपर्ने हुन्छ है त। अब डिक्लेरेसन कसरी गर्ने भन्ने कुरा चाहिँ हामी अहिले कोडमा आएर हिँड्नेछौँ है त। यति कुरा चाहिँ हामीले हेरौँ। त्योभन्दा अगाडि एउटा डाटा टाइप्स चाहिँ हेरौँ कति छन् त भनेर एउटा सर हेरौँ है त। सबै सकेसम्म याद गर्ने, नत्र भइहाल्छ युज गर्दै जाँदाखेरि अटोमेटिक याद हुन्छ है त। डाटा टाइप्स हुन्छ पहिला त सीमा एउटा प्रिमेटिभ अर बेसिक डाटा टाइप्स भन्ने हुन्छ। प्रिमेटिभ भन्नाले जतिखेर हामीले त्यो जुनले प्रोग्रामिङ बनाएको थियो उसले चाहिँ राखेको मतलब इनबिल्टहरू एकदम बेसिक डाटा टाइप भनेर पनि बुझ्न सकिन्छ है त। तिनीहरूमा चाहिँ के हुन्छ त, नम्बर हुनसक्छ, अरू सरहरूले पढाउँदाखेरि डिफ्रेन्ट तरिकाले पनि पढाउनु भयो होला र यो चाहिँ कस्तो हुन्छ भने चाहिँ जुन सरहरूले पढाउनु भएको तरिकाले पढाएपछि चाहिँ सी र सी प्लस प्लसलाई मात्र अप्लाई हुन्छ। तर मैले जुन वाला लेखेको छु त्यो चाहिँ होल प्रोग्रामिङहरूलाई चाहिँ हेल्प गर्छ है। पछि जस्तै जाभा स्क्रिप्ट पढ्यौँ, जाभा पढ्यौँ, पाइथन पढ्यौँ भनेपछि चाहिँ त्यो कुरा चाहिँ फलो हुन्छ। सबैमा फलो हुने रुल चाहिँ यो हो र सी प्लस प्लसमा हल्का डिफ्रेन्ट चाहिँ छ है त। त्यो कुरा पनि डिफ्रेन्ट त होइन, त्यसको हल्का फिचरहरू चाहिँ बढी भएको जस्तो मान्दा हुन्छ है त। यसमा चाहिँ नम्बरहरू हुन्छ। हामीले कुनै पनि डाटा स्टोर गऱ्यौँ भनेपछि डाटा के को फर्ममा हुनसक्छ त, एउटा नम्बर हुनसक्छ, एउटा स्ट्रिङ हुनसक्छ। नम्बरमा 0 to 9 सम्म होला, अनि स्ट्रिङमा के होला त A to Z सम्म होला र कुनै सिम्बल हुनसक्छ है त। अब नम्बरभित्र चाहिँ मैले इन्टिजर राखेको छु है त, नम्बरभित्र इन्टिजर है त। अनि इन्टिजरहरू पनि डिफ्रेन्ट साइजको आधारमा अर साइनको आधारमा चाहिँ हाम्रो के हुन्छ त डिफ्रेन्ट हुन्छ है त। साइजको आधारमा INT भनेको सर्ट फर्म अफ इन्टिजर है त, सर्ट, लङ यिनीहरू चाहिँ के हुन्छ त साइजको आधारमा चाहिँ डिफ्रेन्ट भयो। मतलब अब कसमा कति भ्यालु भएको भ्यालु चाहिँ हामीले स्टोर गर्नुपर्ने त, डाटा स्टोर गर्नुपर्ने भन्ने कुरा आधारमा त्यसमा चाहिँ डिपेन्ड गर्छ है त। त्यसपछि अर्को हुन्छ कि साइन, लाइक हामीले नेगेटिभ राख्ने कि पोजिटिभ भ्यालुहरू राख्ने कि त्यो कुरा आधारमा पनि यसलाई सेपरेट गरेको हुन्छ। जस्तै इन्टिजरको साइन इन्टिजर छ, अनसाइन इन्टिजर छ, त्यस्तै सर्टको पनि साइन सर्ट, अनसाइन सर्ट भनेर चाहिँ हुन्छ है त। सबै कुरा चाहिँ यसले हामीले हेर्न सक्छौँ। र एउटा अर्को कुरा छ यहाँनिर नम्बरभित्र एउटा अर्को पर्छ फ्लोट है त। इन्टिजर भनेको चाहिँ जसको चाहिँ डेसिमल छैन, डेसिमल पोइन्ट नभएको नम्बरहरू, र फ्लोटमा चाहिँ जसको चाहिँ डेसिमल पछि डेसिमल पोइन्ट नम्बर भएको, मतलब त्यो डट पछि नम्बरहरू भएको नम्बरहरू चाहिँ यता हामीले स्टोर गर्न सक्छौँ। यो पनि साइजको आधारमा फ्लोट, डबल, लङ डबल भनेर चाहिँ छ है त। अब यसको साइज कति हो भन्ने कुरा चाहिँ हामीले खोजेर पनि हेर्न सक्छ सबैले। र अर्को कुरा के छ भनेपछि एउटा अर्को हुन्छ बुलियन, तर यसमा इनबिल्ट चाहिँ छैन है यो कुरा चाहिँ। बुलियन भनेको के भने यसमा चाहिँ दुईवटा कुरा मात्र स्टोर गर्न सकिन्छ, ट्रु अर फल्स, यस अर नो, 1 or 0, यसरी चाहिँ हामीले स्टोर गर्न सक्छौँ। तर यो इनबिल्ट चाहिँ छैन, यसको लागि चाहिँ हामीले इम्पोर्ट गरेर गर्नुपर्ने हुन्छ। इम्पोर्ट मिन्स इन्क्लुड गरेर चाहिँ गर्नुपर्ने हुन्छ है त। अर्को हुन्छ स्ट्रिङ, लाइक अब नेमहरू गर्नु पर्यो, हल्का डिफ्रेन्ट तरिकाले पनि भन्न सकिन्छ। तर यसमा चाहिँ मैले भन्न खोजेको स्ट्रिङभित्र लाइक क्यारेक्टरहरू पनि स्ट्रिङ पनि हो र इन्टिजर पनि हो। किनभनेपछि सी र सी प्लस प्लसमा क्यारेक्टर भनेको दुइटै हो। किनभनेपछि यसले चाहिँ क्यारेक्टरले चाहिँ ASCII भ्यालुहरू पनि स्टोर इन्टरनल्ली गर्ने भएकाले यसलाई हामीले इन्टिजरभित्र पनि राख्न सक्छौँ र स्ट्रिङभित्र पनि राख्न सक्छौँ है त। किनकि स्ट्रिङभित्र त राख्नै पर्यो, किनकि ABCDहरू पनि स्टोर हुन्छ, सिङ्गल क्यारेक्टरहरू है त, त्यही भएर राखेको। र अर्को कुरा इन्टिजरभित्र राख्नु कारण चाहिँ यसले इन्टरनल्ली है त, एक्सटर्नल्ली त यसले क्यारेक्टरहरू स्टोर गर्छ, इन्टरनल्ली चाहिँ यसले ASCII को भ्यालुहरू चाहिँ स्टोर गर्ने भएकोले र म्याथमेटिकल केही अपरेसनहरू चाहिँ यसमा गर्न सकिने भएकाले चाहिँ यसलाई चाहिँ हामीले दुइटैको कमन पोइन्ट राखेको है त। अनि क्यारेक्टरहरू पनि जस्तै साइन्ड अनसाइन्ड चाहिँ हुन्छ है त, पोजिटिभ नेगेटिभ चाहिँ हुन्छ। मैले जुन भने नि इन्टरनल्ली चाहिँ यसले चाहिँ के गर्छ त इन्टिजरहरू पनि स्टोर गर्न सक्छ, अर्थात् नम्बरहरू पनि स्टोर गर्छ भनेको त्यही आधारमा चाहिँ यसलाई साइन र अनसाइन्डमा पनि डिभाइड गरिएको छ है त।
त्यसपछि डिराइभ्ड हुन्छ। डिराइभ्ड भनेको चाहिँ यीबाट बनेकाहरू भनेर बुझ्न सकिन्छ है त। डिराइभ्डभित्र चाहिँ हामीले स्ट्रक्चर, एरे, पोइन्टर, युनियन, फङ्सन, फाइल यिनीहरू चाहिँ हेर्न सक्छौँ। अब यिनीहरू के हुन् भन्ने कुरा चाहिँ हामीले पछि कोड गर्दै जाँदाखेरि सबै थाहा भइहाल्छौँ। यो फर्स्टमै भन्दाखेरि केही नबुझिएला सायद। अनि त्यसपछि इनम भन्ने हुन्छ, त्यसपछि भोइड हुन्छ। भोइड भनेको नथिङ, भोइड है त। यति कुरा हेरिसकेपछि हामीले अगाडि बढ्नुपर्ने हुन्छ। ल हामीले चाहिँ अहिले केमा इन्टर गरौँ भनेपछि ओके डिक्लेरेसन भेरिएबल एन्ड डाटा टाइप है त। यो चाहिँ हामीले के इनिसियल कोड लेखेको थियौँ जुनमा चाहिँ के छ त एउटा हेडर फाइल छ। अहिले फर्स्टमा चाहिँ जहिलेसम्म ठिक्क बुझिएन कन्फिडेन्स आउँदैन उतिखेरसम्म चाहिँ हामीले जस्ट लेखिदिने। फर्स्टमा यो लेख्नै पर्यो। यो चाहिँ किन लेख्ने त एसटिडिआइओ या मात्र किन लेख्ने, अरू पनि होला अरू किन नलेखेको भनेपछि चाहिँ यसले यो लाइब्रेरी पनि भन्न मिल्यो है त, यसलाई प्याकेज पनि भन्न मिल्छ सिम्पली। यसमा चाहिँ इन्टरनल्ली चाहिँ यसको के हुन्छ कि अलरेडी फङ्सनहरू चाहिँ यो भित्र चाहिँ इम्बेडेड हुन्छन्, मतलब राखेको हुन्छन्, तिनीहरूलाई जस्ट हामीले युज गर्ने हो। यसले चाहिँ के हेल्प गर्छ भनेपछि चाहिँ मैले यता पनि लेख्दिएँ ओके। अहिले म कमेन्ट चाहिँ गरिनँ। ल यसको कमेन्टमा चाहिँ के लेख्दिएँ भने चाहिँ यसले के गर्छ भने चाहिँ स्ट्यान्डर्ड इनपुट र आउटपुटहरू चाहिँ यो भित्र चाहिँ के हुन्छ त रहेको हुन्छ जुन हामी युज गर्छौँ है त। अहिले हामीले के गर्छौँ त जस्तै यहाँनिर प्रिन्ट याप भन्ने छ नि, यो फङ्सन पनि यो भित्रको हो भनेर बुझ्ने है त। यो युज गऱ्यौँ र यो युज गर्न पायौँ किनकि स्ट्यान्डर्ड इनपुट र आउटपुटको लागि चाहिँ हामीले stdio.h भन्ने हेडर फाइल चाहिँ युज गर्नुपर्ने हुन्छ। त्यसपछि एउटा के हुन्छ त फङ्सन हुन्छ। जहिले पनि सी प्रोग्रामिङ चाहिँ एउटा फङ्सनबाट सुरु हुन्छ जुन चाहिँ के छ त इन्टिजर छ, मेन छ है त। मेन यसको टाइप चाहिँ के छ त इन्टिजर छ। मैले फङ्सनहरूको पनि टाइप हुन्छ, डाटा हो एक प्रकारको भेरिएबल भनेको थिएँ नि। अब भेरिएबल भयो भने भेरिएबलको त टाइप होला खै है त। त्यही भएर चाहिँ यसको भने एउटा यो के हो त टाइप। यसको सेन्टेक्स यसरी पनि लेख्न सकिन्छ है त। सेन्टेक्स भनेको फर्मुला, सेन्टेक्स भनेर मैले लेख्दिएँ। यसमा चाहिँ के हुन्छ भनेपछि फर्स्टमा चाहिँ यो आइएनटी भनेको के त डाटा टाइप, त्यसपछि फङ्सन नेम, त्यसपछि इनसाइड चाहिँ प्यारामिटर्सहरू हुन्छ, त्योपछि चाहिँ कर्ली ब्र्याकेट बाहिर चाहिँ अब के हुन्छ त कोडहरू र रिटर्न भ्यालुहरू चाहिँ यता हुन्छ है त। यसरी हामीले बुझौँ ओके। यो चाहिँ अब एउटा कुरा यहाँनिर पनि हामीले थाहा पाउनु पर्ने हुन्छ। हामीले यति धेरै स्ल्यास युज गऱ्यौँ र के हो त्यो भनेर थाहा पाउनलाई चाहिँ के गर्नुपर्ने हुन्छ कमेन्ट्स भनेर चाहिँ हामीले थाहा पाउनु पर्ने हुन्छ। कमेन्ट्स भनेको चाहिँ के भनेपछि एउटा हामीले कोड लेख्यौँ र कोडमा कुनै पार्टलाई चाहिँ हामीले डिस्क्राइब गर्नु पर्यो। अब कुनै कोड लेख्यौँ यो जस्तै मैले कोड लेखेँ र अर्को डेभलपर आयो अनि डेभलपरले हेऱ्यो कि के लेख्यो थाहै पाउन भनेपछि हामीले त्यहाँनिर कमेन्ट लेखेर छोडिदिनुपर्छ। जसले चाहिँ के हेल्प गर्छ भनेपछि यो कोडले चाहिँ यो गरिरहेको रहेछ भन्ने कुरा चाहिँ हुन्छ। तर के हुन्छ त त्यो कमेन्ट गरेको कोड चाहिँ एक्जिक्युट हुँदैन। कोड पनि राख्न सक्यो त्यहाँनिर केही अब ल्याङ्ग्वेजमा लेख्न पनि सक्यो यस्तो गरेको हो भनेर है त। र त्यो चाहिँ एक्जिक्युट हुँदैन। त्यो कम्पाइलरले चाहिँ त्यसलाई चाहिँ जस्ट इग्नोर गरिदिन्छ, त्यसलाई स्किप गरिदिन्छ है त। त्यसले चाहिँ केही कम्पाइल हुँदैन। कम्पाइल भएन भने त्यसको केही आउटपुट पनि हुने भएन है त। हो त्यसको लागि चाहिँ सिङ्गल लाइनको कमेन्टको लागि चाहिँ के गर्ने त स्ल्यास गर्ने। अब सिङ्गल लाइन गर्नु छैन भनेपछि हामीले के गर्न सक्छौँ जस्तो यहाँनिर सब यति धेरै स्ल्यास पनि। अब मलाई यो ठिक लागेन, मैले एकचोटि मैले सबलाई चाहिँ के गरिदिएँ त हटाइदिएँ है त। अब सबलाई हटाएपछि चाहिँ के गर्नु पर्यो त सिङ्गल लाइनको लागि चाहिँ जस्ट मैले स्ल्यास गरेँ भने भइहाल्यो। तर मल्टिपल लाइन कमेन्टको लागि चाहिँ के गर्ने त स्ल्यास र स्टार र यो भित्र चाहिँ के गर्दिनँ त ऱ्याप गरिदिने यो पुरै कोडलाई है त। यसरी अब के भयो त यहाँदेखि यहाँसम्म कोड चाहिँ के भयो त कमेन्टको रूपमा बुझ्छ सी प्रोग्रामले। यसलाई चाहिँ एक्जिक्युट हुन दिँदैन अर कम्पाइल हुन दिँदैन। कम्पाइल भएन भने यसको आउटपुट पनि आउने कुरा भएन है त। अब के भयो त जस्ट हामीले चाहिँ डिस्क्राइब गरिदियौँ कि यो फङ्सनमा चाहिँ यस्तो कुरा छ भनेर। सेन्टेक्स के छ भने चाहिँ डाटा टाइप लेख्ने। अब डाटा टाइप के हुन् भन्ने कुरा हेरिसक्यौँ। अब डिफ्रेन्ट डाटा टाइप चाहिँ हुनसक्छ है त, अझै पनि हेर्छौँ त्यसको कोडको थ्रु चाहिँ है त। डाटा टाइप लेख्ने, त्यसपछि फङ्सनको नेम लेख्ने। जुन फर्स्ट फङ्सन चाहिँ के हुनुपर्छ त मेन हुनैपर्छ। यसको नेम अरू राख्न मिलेन है त। फर्स्ट फङ्सन चाहिँ मेनबाट सुरु हुनु पर्यो, त्यसपछि अरू फङ्सनहरू हामीले युजर डिफाइन्ड फङ्सनहरू मजाले बनाउन सक्छौँ। त्योभित्र हामीले प्यारामिटर्सहरू पास गर्न सक्छौँ है त। जस्तै अरू फङ्सन बनायो भने चाहिँ त्योभित्र हामीले प्यारामिटरहरू पास गर्न सक्यौँ ओके। त्यसपछि मैले यसलाई पनि यस्तो गरिदिएँ त। अनि
कर्ली ब्राकेट भित्र चाहिँ हामीले कोड लेख्छौँ जति पनि तिनीहरूलाई स्टेटमेन्ट भन्ने है त। त्यो भित्रको जति पनि छन् एभ्री लाइनलाई चाहिँ हामीले स्टेटमेन्टहरू भनेर बुझ्न सक्छौँ र होललाई चाहिँ कोड भनेर पनि बुझ्न सक्छौँ है त। त्यसको अनि रिटर्न भ्यालु हुन्छ। जस्तै यसलाई कस्तो रिटर्न हो भन्ने कुरा चाहिँ हामीले यसरी म्याथमेटिकल हामी म्याथको स्टुडेन्टहरूले चाहिँ यसरी पनि बुझ्न सक्छौँ है त। ओके, कसरी बुझ्न सक्छौँ भने जस्तै एफ वाइ इज इक्वल टु fx इज इक्वल टु 2x, ओके 2x प्लस 1 छ है त। यसमा चाहिँ के छ भनेपछि एउटा यो फङ्सन हो, यहाँ भनेको एउटा के हो त फङ्सन हो है त। यहाँभित्र के पास गरेको छौँ त प्यारामिटरहरू लाइक के त इन्डिपेन्डेन्ट भेरिएबलहरू। ओके, अब वाइ त डिपेन्डेन्ट भेरिएबल हो, यो होल त डिपेन्डेन्ट भेरिएबल हो है त। यहाँनिर इन्डिपेन्डेन्ट भेरिएबल राख्यो भने चाहिँ वाइको भ्यालु आउँछ हो। जुन यो वाइको भ्यालु आउँछ नि यही भनेको चाहिँ यहाँनिर रिटर्न हो। मतलब यो फङ्सन मेन छ, यो एफलाई अहिले मेन मानौँ। ओके, यो भित्र अहिले केही छैन प्यारामिटरहरू त, तर त्यो भित्र केही प्रोसेस गरेको छ, केही कोड केही सानो टास्क हामीले गरेको छौँ जुन चाहिँ के छ त प्रिन्ट गरिदिने सिम्पल हेलो वर्ल्डलाई है त। त्यसपछि आउटपुट आउँछ। जस्तै यहाँनिर एक्सको भ्यालु राखिदियो भनेपछि जस्तै 2 राखिदियो भने चाहिँ 2 2 जा 4 प्लस 1 5 आयो जुन वाइको भ्यालु आउँछ हो। त्यही कुरा हामीले रिटर्न गर्नुपर्ने हुन्छ। र त्यो जुन आउटपुट आउँछ नि जस्तै अहिले त सबै स्ट्रिङ छ भनेपछि त 2 2 जा 4 प्लस 1 भनेको 5 5 भयो, 5 आए पनि के भयो त्यो इन्टिजर भयो हो। जुन यो आउटपुट आउँछ यसैको टाइप अनुसार चाहिँ जुन कुरा हामीले यहाँबाट रिटर्न गर्छौँ त्यही अनुसार चाहिँ हामीले यसको टाइप राख्नु पर्यो। अहिले इन्टिजर किन राखेको त रिटर्न हामीले 0 गरिदियौँ, केही राखेको छैनौँ नि त। त्यही भएर चाहिँ हामीले 0 भनेको पनि एउटा के हो त इन्टिजर नम्बर हो। यसलाई चाहिँ त्यही भएर हामीले चाहिँ आइएनटी भनेर यसको चाहिँ के राख्यौँ त टाइप राखिदियौँ। हामीले अरू पनि राख्न सक्छौँ है त। यसरी चाहिँ हामीले फङ्सनलाई चाहिँ बुझ्न सक्छौँ है त। म्याथमेटिकल्ली चाहिँ मैले फङ्सन भनेर यसलाई लेखिदिएँ है त। ओके, मेन फङ्सन त हाम्रो के भयो त अब आइएनटी मेन। जति पनि कोड लेख्नु पऱ्यो भने त हामीलाई अब के गर्नु पऱ्यो त पहिला एउटा यो त गर्नै पऱ्यो, मतलब हेडर फाइललाई चाहिँ इन्क्लुड त गर्नै पऱ्यो। त्यसपछि चाहिँ के गर्ने त आइएनटी मेनभित्र सिङ्गल ब्राकेटभित्र सिङ्गल ब्राकेट त्यसपछि चाहिँ कर्ली ब्राकेटभित्र चाहिँ हामीले जति पनि कोड लेख्नुपर्ने हो हामीले सबै काम गर्ने भनेको चाहिँ यो ठाउँमा मात्र हो। अरू ठाउँमा हामीले लेख्न मिलेन। अरू ठाउँमा अब त्यो पछिको कुरा हो, फङ्सनहरू बनाउन थाल्यो भने हामीले योभन्दा बाहिर लेखेर यो भित्र इनपुट गर्छौँ। तर मेन इन्ट्री पोइन्ट जस्तै एउटा कलेज छ, कलेजको मेन गेट भनेको चाहिँ यो मेन फङ्सन हो है त सी प्रोग्रामिङमा। यति कुरा चाहिँ हामीले यसमा बुझौँ। ओके, यसको आउटपुट पनि हेरौँ त है। के गर्न सकिन्छ भनेपछि मैले अस्ति भनिसकेँ त्यही जुन डाइरेक्टरीमा छ हामी त्यही डाइरेक्टरीमा छौँ अहिले। के भित्र छ त डी ड्राइभको बिएससी थर्ड इयर भनेर कम्प्युटर प्रोग्रामिङभित्र चाहिँ हामीले अहिले छौँ है त। त्यही भित्र मैले एउटा के बनाएको थिएँ त फोल्डर बनाएको थिएँ जुनभित्र चाहिँ के मेन डट सी छ। अब यसलाई कसरी कम्पाइल गर्ने त भन्ने कुरा चाहिँ हेर्न सक्छौँ। जिसिसी स्पेस यो चाहिँ कम्पाइलर युज गऱ्यौँ है त। कम्पाइलर युज गऱ्यौँ मतलब कसलाई अब कम्पाइल गर्ने त मेन डट सी लाई गर्ने र आउटपुटको फाइलको नाम चाहिँ के लेख्ने त मैले चाहिँ मेनै लेखिदिएँ है त। त्यसपछि मेन लेखिदिएँ। त्यसपछि सँगै एन्ड चाहिँ किन गरिदियो भने सँगै अर्को कमान्ड कस्तो बुझिन्छ भने एकचोटि यो रन होस् त्यसपछि चाहिँ एन्ड भनेपछि त्यसपछि यो कम्पाइल भइसकेपछि चाहिँ के रन होस् त मेन जस्ट मेनमा मैले लेखिदिएँ है त। मेन भन्ने एउटा डट एक्सी फाइल भन्छ जुन विन्डोजमा चाहिँ इजिली के हुन्छ त रन हुन्छ। त्यही भएर मैले इन्टर गरिदिएँ। ओके, कम्पाइल भयो त्यसपछि आउटपुट पनि आयो, के आयो त हेलो वर्ल्ड भनेर आयो। र यो सँगै गर्ने मलाई मन छैन भनेपछि यस्तो पनि गर्न सकिन्छ। जस्तै यति गऱ्यो त्यसपछि इन्टर, त्यसपछि कम्पाइल भएर आइसकेको हुन्छ। त्यसपछि चाहिँ फेरि मेन लेखेर इन्टर गरेर यसमा हामीले आउटपुट हेर्न सक्छौँ है त। यति कुरा चाहिँ बुझौँ। अहिले सिम्पली केही नबुझ्ने कि एउटा प्रिन्ट एप भन्ने फङ्सन हो, यसले पनि एउटा स्ट्रिङ लिएर डबल इन्भर्टेड कमाभित्र जहिले पनि स्ट्रिङ स्टोर गर्न सकिन्छ भन्ने बुझ्ने, जुनलाई चाहिँ के गरेको छ त सिम्पली प्रिन्ट गरिदिएको छ प्रिन्ट एप भन्ने फङ्सनले। फङ्सनको काम के भनेर बुझ्ने कि केही कुरा इनपुट लिन्छ, इनपुट लिइसकेपछि त्यसलाई केही प्रोसेस गरेर र केही अरू काम गरेर चाहिँ के गरिदिन्छ त आउटपुट दिन्छ। एउटा प्रिन्ट एप भन्ने पनि एउटा फङ्सन जस्तै हो, यहाँनिर वाइ भन्ने फङ्सन जस्तै हो, मतलब एफएक्स जस्तै हो। यसले इनपुटमा के लियो त हेलो वर्ल्ड भन्ने लियो। यसले त के लिइरहेको थियो अघि जस्तै कुनै नम्बर लिइरहेको थियो, अहिले यसले स्ट्रिङ लियो। स्ट्रिङ भनेको जस्तै के त नेमहरू तिनीहरू चाहिँ है त।
अब लियो र त्यसको आउटपुट के दिन्छ त यसको काम के थियो त अहिले यसले त अब के गर्नुपर्ने थियो 2x + 1 गरेर चाहिँ आउटपुट दिनुपर्ने थियो तर यो फङ्सनको काम चाहिँ के भनेपछि जस्ट केही स्ट्रिङ लियो र त्यसलाई प्रिन्ट गरिदिने काम चाहिँ यो प्रिन्ट ट्यागको थियो त्यही भएर यसले चाहिँ त्यही गर्यो र हेलो वर्ल्ड चाहिँ बाहिर के आयो त आउटपुट आयो है त। अब मेन एउटा कुरा चाहिँ स्ट्रक्चर अफ द यसलाई हामीले सिम्पली के भनेर बुझ्न सकिन्छ त स्ट्रक्चर अफ सी है त सी प्रोग्राम स्ट्रक्चर चाहिँ हो है त जति पनि कोड चाहिँ अब मेन भित्र हामीले कर्ली ब्र्याकेट भित्र चाहिँ अब लेख्ने गर्छौँ है त। यो कुरा भयो त्यसपछि फेरि हामी डकुमेन्टेसनमा जाउँ त्यसपछि के आउँछ त ओके डकुमेन्टेसनमा गएँ म भेरिएबलहरू चाहिँ हेर्ने भनेको थियौँ है त त्यसपछि कन्स्टेन्ट भन्ने कुरा पनि हेरौँला। ओके भेरिएबलहरू चाहिँ मैले एउटा नयाँ फाइल भने नयाँ फाइलको लागि यहाँ फाइलमा जाने क्लिक गर्ने जस्तै भेरिएबल्स डट सी भनेर डट सी फाइल चाहिँ के हो त सी प्रोग्रामिङको फाइल चाहिँ के हुन्छ त डट सी एक्सटेन्सन भएको हुन्छ है त। अब यसमा पनि के गर्नु पर्यो त भेरिएबल फर्स्टमा जुनसुकै कोड मतलब डट सी फाइलको जुनसुकै कोड पनि स्टार्ट केबाट हुनु त ह्याच इन्क्लुडबाट सुरु हुनु पर्यो र के गर्नु पर्यो त एसटिडिआई हामीले बेसिक कुरा मात्र गरिरहेको छौँ नि त त्यही भएर चाहिँ यति गरे एसटिडिआई डट ह्याच त्यसपछि आइएनटी मेन भनेर एउटा फङ्सन बनाएँ है त। त्यसपछि त्यो भित्र चाहिँ हामीले एउटा कर्ली ब्र्याकेट भित्र चाहिँ अब हामीले जति पनि कोड लेख्नुपर्ने हो नि त्यो कुरा चाहिँ अब कहाँ लेख्ने त हामी यो भित्र हाम्रो कोड अर स्टेटमेन्ट्स भनेर चाहिँ हामीले जति पनि अब यो भित्र चाहिँ लेख्ने भयौँ है त। अब यसको एउटा आइएनटी छ भने चाहिँ रिटर्न केही त हुनैपर्छ त्यही भएर चाहिँ मैले अलरेडी रिटर्न 0 पनि लेखिदिएँ है त किनकि इन्टिजर छ रिटर्न केही गर्नै पर्छ। इफ छ भने इफ हामीले त्यो छैन भन्ने केस पनि हामी हेर्छौँ जति कतिखेर हामी रिटर्नै गर्न चाहन्न भन्ने कुरा के गर्ने त्यतिखेर भन्ने कुरा चाहिँ हामी पछि हेर्नेछौँ। त्यसको लागि चाहिँ अहिले जस्तो बुझ्ने कि इन्टिजर लेख्यौँ हामीले त्यही भएर चाहिँ रिटर्न 0 गर्नैपर्छ भनेर बुझ्ने है त इन्टिजर छ भने चाहिँ है त। अब त्यसपछि हामीले के हेर्ने भनेको थियो त डाटा टाइप छ है त्यो चाहिँ भेरिएबल्स भेरिएबल डिक्लेयर कसरी गर्ने भन्ने कुरा चाहिँ हेर्ने भनेको थियौँ है त। अब त्योभन्दा अगाडि हामीले हल्का के थाहा पाउनु पर्यो त डाटा टाइप पनि थाहा पाउनु पर्यो मैले भेरिएबलै हेरौँ है त। ओके जस्तै मैले ए इज इक्वल टु 5 लेखिदिएँ ओके अब यो त भएन यो त सिम्पल हाम्रो म्याथमेटिक्समा जसरी लेख्छौँ त्यो कुरा भयो तर सीमा यो कुरा चाहिँ कसरी लेख्नु त पहिला त थाहा हुनु पऱ्यो यसमा के स्टोर गर्दैछौँ एमा भनेर ए भनेको भेरिएबल त्यही भएर इन्टिजर गर्दैछौँ भने चाहिँ आइएनटी अगाडि लेखिदिने त्यसपछि ए एउटा भेरिएबल हो त्यसमा के असाइन गरिदिउँ त 5 जुन चाहिँ के छ त भ्यालु छ जुन चाहिँ के हो त इन्टिजर हो त्यही भएर चाहिँ अगाडि आइएनटी लेखिदिएको है त। अब त्यसपछि सेकेन्ड लाइन लेख्नु पऱ्यो तर यसमा के गर्नु पऱ्यो त सेकेन्ड लाइनमा जानलाई सेमिकोलन दिनु पऱ्यो हरेक लाइनमा सेमिकोलन छैन भने चाहिँ यसले चाहिँ इरर दिन्छ है त जुन चाहिँ गलत हुन्छ सिन्ट्याक्स इरर हुन्छ। त्यसपछि चाहिँ जस्तै अब आइएनटी जस्तो सेकेन्ड सेम मैले बीमा चाहिँ स्टोर गर्नु पऱ्यो कि के गर्नु 10 गर्नु पऱ्यो चाहिँ ओके त्यसलाई पनि सेपरेट गर्नलाई के गर्नु पऱ्यो त मैले अब ब्र्याकेट कर्ली यो के अरे सेमिकोलन दिनु पऱ्यो है त। त्यसपछि मलाई अब एउटा भेरिएबल मात्र डिक्लेयर गर्नु छ तर त्यसमा मैले के गर्नु चाहिँ छैन यो भनेको चाहिँ के हो त डिक्लेयर है त डिक्लेयर अर्थात् डिक्लेरेसन अफ दि भेरिएबल अर इनिसियलाइजेसन पनि भन्न सक्यो है त मैले इनिट भनेर लेखिदिएँ इनिट भनेको इनिसियलाइजेसन है त। अब इनिट भइसकेपछि के गर्नु पऱ्यो त डिफाइन गर्नु पऱ्यो ल असाइनमेन्ट भनेर पनि बुझ्न सकिन्छ है त इनिट भन्न नि बुझियो डिक्लेरेसन भनेर पनि बुझ्न सकियो असाइनमेन्ट भनेर पनि बुझ्न सकियो र चाहिँ डिफाइन भनेर पनि बुझ्न सकियो है त। अब के गर्ने त अब सम भन्नेमा के गर्नु पर्यो त माथिको ए र बीलाई चाहिँ हामीले के गरिदिनु पर्यो त एड गरिदिनु पर्यो भन्ने कुरा चाहिँ अब हामीले बुझ्नु पर्यो है त। मैले हल्का यसलाई जुम गरेँ ओके त्यसपछि चाहिँ के छ त अब हामीले चाहिँ अब कोडलाई पढ्ने कुरा गरौँ है त आइएनटी छ किन त एमा हामीले 5 हो जुन चाहिँ 5 को भ्यालु चाहिँ इन्टिजरमा छ त्यही भएर अगाडि हामीले आइएनटी लेखिदिएको त्यसको टाइप है त। अब जस्तै पाइथन तिनीहरूमा लेख्नु पर्दैन आफै बुझिहाल्छ तर यसमा चाहिँ हामीले लेख्नै पर्छ र एभ्री लाइन अर एभ्री स्टेटमेन्टलाई चाहिँ सेपरेट गर्नलाई चाहिँ केले सेपरेट गर्नुपर्छ डेलिमिटरको रूपमा चाहिँ के युज गर्यौँ त हामीले सेमिकोलन युज गर्यौँ। त्यसपछि आइएनटी बी भन्ने भेरिएबलमा चाहिँ के स्टोर गर्यौँ त 10 स्टोर गर्यौँ त्यसलाई पनि सेपरेट गर्नलाई सेमिकोलन लगायौँ। यो के हो त अब
यो के लेखेँ मैले भेरिएबल इनिसियलाइजेसन अर डिक्लेरेसन लेखेँ, तर यसको कोड के हो त, यो के दिन्छ त भन्नेबाट केही दिन्न, किनकि यसको अगाडि डबल स्ल्यास लाग्नुको मतलब यो चाहिँ सिङ्गल लाइन कमेन्ट हो, जुन चाहिँ सी प्रोग्रामले इग्नोर गर्छ भनेर चाहिँ बुझ्ने है त। त्यसपछि मैले इनिसियलाइजेसन गरेँ। मैले यहाँनिर त इनिसियलाइजेसन र डिक्लेरेसन दुइटै कुरा चाहिँ हामीले सँगै गऱ्यौँ, अर डिक्लेरेसन अर डेफिनेसन हामीले दुइटै सँगै गऱ्यौँ है त। तर यसमा चाहिँ के हुन्छ कि हामीले छुट्टै गऱ्यौँ। पहिला एउटा सम भन्ने भेरिएबल बनाउने, जुनमा चाहिँ के आउन सक्छ त, हाम्रो इन्टिजर भ्यालु हुनसक्छ भनेर चाहिँ हामीले आइएनटी टाइप राखिदिएको है त, इन्टिजर हुन्छ। र अब यसमा चाहिँ के अपडेट गर्नु पऱ्यो भने चाहिँ त्यसपछि यहाँनिर चाहिँ आइएनटी अगाडि लेख्नु परेन, यहाँनिर यसो लेख्नु परेन, किनकि अलरेडी यो चाहिँ के छ त, डिक्लेयर्ड छ अर इनिसियलाइज छ है त। यो इनिसियलाइज भनेको के भनेपछि एउटा मेमोरी छ, म यसमा ग्राफमा गएर बुझाउँछु यो कुरा चाहिँ। लाइक मसँग यो मेमोरी छ है त, एउटा मेमोरी छ, मेमोरीको सानो यो डिक्लेयर भनेको चाहिँ के भनेपछि अब यो सानो मेमोरीको साइडमा यो स्पेस चाहिँ हामीले अब केलाई दिइसक्यौँ त, एउटा भेरिएबल, जस्तै मैले टेक्स्टले यसको नाम चाहिँ ए राखिसक्यौँ है त, र यसको टाइप पनि हामीले लेखिदिइसक्यौँ। टाइप त अब कसरी लेख्ने भनेपछि त यसमा चाहिँ कुनै इन्टिजर बस्छ भनेर चाहिँ हामीले भनिदिइसक्यौँ है त। यसको ओके, डिक्लेयर भनेको चाहिँ यो हो, भेरिएबल डिक्लेयर गर्नु भनेको चाहिँ यो हो। और इनिसियलाइजेसन म यसमा फेरि लेखिदिन्छु, इनिट भनेर भेरिएबल इनिट भनेर चाहिँ इनिसियलाइजेसन भनेको चाहिँ यो हो है त। त्यसपछि चाहिँ इनिट भइसकेपछि डिफाइन अर्थ यसमा के गर्नु पऱ्यो त, हामीले असाइन गर्नु पऱ्यो कुनै भ्यालु। अब ए को ठाउँमा चाहिँ के रहोस् त यसको भ्यालु चाहिँ भनेपछि हामीले 5 राखिदियौँ, जस्तो यता भनेपछि अब यो ठाउँमा चाहिँ के आउने भयो त, पछि 5 भनेर यसरी बस्ने भयो है त। त्यही कुरा चाहिँ हामीले के भयो त, यही भनेको लोकेसन पनि हो है, मेमोरीको यो लोकेसन। त्यही भएर भेरिएबललाई भनेको हामीले लोकेसन अफ दि मेमोरी है त। यो ठुलो मेमोरी छ एउटा, मेमोरीको सानो यो साइडमा चाहिँ स्पेसमा चाहिँ के छ त, एउटा इनिट भेरिएबल चाहिँ हामीले के गरेको छौँ, इनिसियलाइजेसन गरेको छौँ। र त्यसमा अब डिफिनेसन गर्नलाई चाहिँ अर्थात् डिफाइन गर्नलाई असाइन गर्नलाई चाहिँ हामीले अब कुनै भ्यालु राख्नु पऱ्यो। जस्तै हामीले के गरेको छौँ त, त्यहाँ चाहिँ फर्स्ट भनेपछि इनिट सम भनेर एउटा सम भन्ने भेरिएबल बनायो है त, जसको चाहिँ भ्यालु चाहिँ त्यसमा के मात्र स्टोर गर्न मिल्यो त, चेन्ज गर्न चाहिँ मिल्दैन नि त, यो चाहिँ स्टिक हुन्छ, इन्टिजर नै राख्नु पऱ्यो त्यसमा भ्यालु है त। जस्तै अहिले यहाँनिर इन्टिजर सम भनेर हामीले के गरिदियौँ त, एउटा सम भेरिएबल बनायो, अब त्यसमा हामीले पानी राख्छौँ, एउटा बोतल छ त्यसमा पानी राख्छौँ भन्यौँ, तर त्यसमा चाहिँ हामीले पछि के राखिदियौँ त, ग्यास राखिदियौँ भने त्यो चाहिँ मिलेन है, त्यो चाहिँ गर्न मिलेन, त्यस्तो गर्नु भएन। ओके, त्यो बेसिक कुरा चाहिँ हामीले थाहा पाउनुपर्ने। जस्तै हामीले मेमोरी के गरिदियौँ त, डिक्लेयर गरिदियौँ अर इनिसियलाइजेसन गरिदियौँ, त्यसमा चाहिँ असाइन पछि के गरिदियौँ त, यी दुईटा नम्बर छन् हो, यी दुईटालाई एड गरेर चाहिँ यसमा स्टोर होस् भनेर चाहिँ हामीले के भनिदियौँ, यहाँनिर भनिदियौँ है त। अर यसलाई चाहिँ डिफाइन पनि भन्छ है त, पछि फङ्सनको पनि यस्तै कुरा हुन्छ। त्यसपछि यति भइसकेपछि हामीलाई के गर्नु पऱ्यो त, अब यति भयो पुग्यो, तर अब हामीलाई काम मात्र गरेर भएन, काम त देखाउनु पऱ्यो। अब कामलाई देखाउनलाई के गर्नु पऱ्यो त भनेपछि अब प्रिन्ट गर्नु पऱ्यो। अब प्रिन्ट भनेको चाहिँ के थियो, हाम्रो स्क्रिनमा प्रिन्ट हुन्छ भनेर चाहिँ बुझ्ने है त। अब के लेख्नु पऱ्यो त, प्रिन्टभित्र मैले सम अफ अहिले ए नै यतै ए एन्ड बी इज, जस्तै अब यति मात्र लेखेँ है मैले अहिले। अब के गरिदिएँ त, सम भनेर यता लेखिदिएँ, तर यसमा चाहिँ अब के हुन्छ भनेपछि यो त हामीले के दियौँ त, यो सम भेरिएबल दियौँ, तर यसलाई कहाँ देखाउने भन्ने कुरालाई चाहिँ यसमा हामीले के गर्नुपर्छ, %d लगाउनुपर्छ है त। अब के प्रिन्ट गर्दैछौँ त्यो अनुसार चाहिँ हामीले यिनीहरू चाहिँ फर्मेटरहरू चाहिँ युज गर्नुपर्ने हुन्छ। %d भनेको चाहिँ के इन्टिजर भ्यालुहरूलाई चाहिँ प्रिन्ट गर्नलाई चाहिँ %d, स्ट्रिङको लागि अरू %#, क्यारेक्टरको लागि कन्ट्रोल के अरे %c, यसरी चाहिँ डिफ्रेन्ट चाहिँ हुन्छ है त। यो कुरा चाहिँ हामी पछि हेर्नेछौँ, त्यहाँ तल हामी आइहाल्छौँ त्यसमा। अहिले जस्ट यति चाहिँ हेरौँ है त। अब जस्ट यसलाई पनि ल रन गरेर हेरौँ त के आउँदो रहेछ त है त। ल यसको लागि रन गर्नलाई अघि मैले लेखिसकेको थिएँ एउटा, के छ त अघि जीसीसी, मैले फाइलको नाम चाहिँ के दिएको छु, भेरिएबल्स ओके। फाइल नेम पनि के छ त, मैले जस्ट एडिट मात्र गर्ने है, लेख्न पनि सकिन्छ भेरिएबल्स। ल यता रन पनि सरी
यसमा चाहिँ के एरर आयो भनेपछि जीसीसी variables and नो यसमा चाहिँ के भन्यो भनेपछि यसको फाइलको एक्सटेन्सन बनाइदिनु पर्यो भनेको चाहिँ है त exe आई थिंक नो उसले बुझिरहेको छैन हामीले यहाँबाट पनि रन गर्न सक्छौँ है त रन सीसी प्लस प्लस भनेर चाहिँ यहाँबाट यसले चाहिँ काम गरिहाल्छ त्यहाँबाट केही इरर हुन सक्छ त्यो न कतिखेर इरर चाहिँ देखिन्न टर्मिनलमा हेऱ्यो भने ओके यहाँनिर आइसक्यो त्यो सम अफ द ए एन्ड बी इज द 15 भनेर चाहिँ आएको छ यो चाहिँ कसरी आयो त भन्ने कुरा चाहिँ हामीले हेर्न सक्छौँ अहिले मैले जस्ट यसलाई के गरिदिएँ त यी दुईटालाई हटाइदिएँ यो रन कोड निकाल्नलाई चाहिँ के गर्नु कोड रनर भन्ने एउटा एक्सटेन्सन हुन्छ यता गएर त्यो चाहिँ इन्स्टल गर्ने है त मैले जस्ट यहाँबाट गरिदिएँ ओके सम अफ दि ए एन्ड बी इज 15 यो बारम्बार त्यो तलको के लेख्नु पऱ्यो नि त कमान्ड चाहिँ लेख्नु परेन त्यसको लागि चाहिँ के हुनु पऱ्यो त अब हामीले डाइरेक्ट यहाँनिर रन भन्नेमा क्लिक गरेर हेर्न सक्छौँ सम अफ द ए एन्ड बी इज द 15 भनेर चाहिँ आएको छ है त काम सही गरेर रहेछ फर्स्टमा अब कसरी काम गर्यो त भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ है त मैले त एउटा के गरिदियो त स्ट्यान्डर्ड लाइब्रेरीहरू चाहिँ के को लागि त स्ट्यान्डर्ड इनपुट आउटपुटको लागि चाहिँ हामीले इन्क्लुड गऱ्यौँ त्यसपछि एउटा मेन भन्ने फङ्सनभित्र आयो प्रोग्राम त्यसपछि फर्स्टमा चाहिँ के गरिदियो त एउटा मेमोरीमा ए भन्ने एउटा के बनायो त भेरिएबल जसको टाइप चाहिँ के हुनु पर्यो इन्टिजर त्यसमा 5 स्टोर गरिदियो त्यसपछि चाहिँ बीमा इन्टिजर टाइपको बी भेरिएबलमा चाहिँ 10 स्टोर गरिदियो ओके यो दुईटा काम सक्यो त्यसपछि अर्को लाइनमा आयो थर्ड यसलाई जस्ट इग्नोर गरिदियो है त यो व्हाइट स्पेस छ व्हाइट स्पेस भनेको बीचमा भएको स्पेस यसलाई जस्ट इग्नोर गर्छ त्यो जति दुई स्पेस राख्ने केही फरक पर्दैन है त प्रोग्राम यिनीहरूलाई चाहिँ व्हाइट स्पेस पनि भनिन्छ त्यसपछि हामीले एउटा के गर्यौँ भेरिएबल डिक्लेयर गऱ्यौँ एउटा सम बनायौँ मेमोरीमा फिक्स स्पेस लियौँ र त्यसमा चाहिँ के राख्ने भयौँ त ए र बीलाई एड गरेर राख्ने भयौँ है त अब पछि अपडेटरहरू कुराहरू चाहिँ हामी गरिहाल्छौँ है त त्यसपछि के हुन्छ त प्रिन्ट ट्याब भन्ने एउटा फङ्सन छ मैले भने त एउटा फङ्सनले कुनै पनि इनपुट लिन्छ लिइसकेपछि के त्यसमा प्रोसेस गरेर चाहिँ आउटपुट दिन्छ है त यसले चाहिँ के गर्यो त अब लियो यति स्ट्रिङ लियो जस्ताको त्यस्तै लियो है त र कमा दुईटालाई यसलाई के सेपरेट गरेको छ एउटा यति भनेको चाहिँ यो त कन्स्ट्यान्ट टर्म हो र यो भनेको चाहिँ भेरिएबल टर्म यिनीहरूलाई सेपरेट केले गरेको छ कमाले र यो %d को ठाउँमा चाहिँ यसको चाहिँ फर्मेटर समको फर्मेटर भनेर भनिन्छ समको भ्यालु चाहिँ यसमा आएर बस्छ है त अब यसलाई आउटपुट हेर्दाखेरि चाहिँ के आयो त सम अफ ए एन्ड बी इज द 15 भनेर चाहिँ आएको छ र अर्को कुरा हामीले यो चाहिँ अहिले नगरौँ यो पछि गरौँ ल है त बेसिक कुरा हामीले यति बुझौँ है त बेसिक भेरिएबल कसरी डिक्लेयर गर्ने भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ है त अब भेरिएबल डिक्लेयर भइसकेपछि हामीले चाहिँ के बुझौँ भनेपछि डाटा टाइप्स भनेर चाहिँ बुझौँ छुट्टै बुझौँ है अब कति टाइपको डाटा टाइप्स छन् त भनेर ओके यसको मैले टपमा लेखिदिएँ डाटा टाइप्स इन सी ओके फर्स्ट त के गर्नु पर्यो त्यो जुनसुकै प्रोग्राम लागि चाहिँ ह्याच इन्क्लुड stdio.h गर्नु पर्यो त्यसपछि int मेन फङ्सन बनाए त्यो भित्र चाहिँ हामीले अब के लेख्छौँ त कोड अरू केही नलेख्यो भने अहिले रिटर्न 0 चाहिँ गरिदिनु पर्यो किन गर्नु पर्यो त भनेपछि हामीले यसको टाइप चाहिँ यो फङ्सनको टाइप चाहिँ के दिएको छ त इन्टिजर त्यही भएर रिटर्न 0 चाहिँ गरिहाल्ने ओके ओके त्यसपछि हाम्रो अब टाइप आउँछ फर्स्टमा चाहिँ अब हाम्रो के आउँछ त इन्टिजर डाटा टाइप है त फर्स्ट डाटा टाइप चाहिँ के हो त इन्टिजर डाटा टाइप अब यसलाई चाहिँ कसरी डिक्लेयर गर्ने भन्ने कुरा चाहिँ अब के छ त int e इक्वल टु हामीले ध्यानमै राखिदियौँ ओके यो भनेको चाहिँ इन्टिजर ओके यसलाई हामीले प्रिन्ट पनि गर्न सक्यौँ यसले चाहिँ अब के प्रिन्ट गर्छ भने प्रिन्ट ट्याब गरिदियौँ अब इन्टिजर %d भनेको चाहिँ यसको फर्मेटर भयो यसमा के आउटपुट छ त अब यसको टाइप के छ त इन्टिजर छ त्यही भएर चाहिँ %d र ब्याकस्ल्यास यहाँले चाहिँ नेक्स्ट लाइन भनेर चाहिँ बुझाउँछ यिनीहरू फर्मेटरहरू पनि हामीले पछि धेरै जस्तै ट्याबको लागि ब्याकस्ल्यासको लागि यिनीहरू चाहिँ हामीले पछि हेर्नेछौँ र अहिले चाहिँ जस्तो बुझ्यौँ कि ब्याकस्ल्यास यहाँ लेखिदियो भने चाहिँ के गर्छ नेक्स्ट लाइनमा जान्छ भन्ने बुझ्ने त्यसपछि अर्को के हेरौँ भनेपछि फ्लोट डाटा टाइप मैले फ्लोट डाटा टाइप भनेको के भनेपछि भनेको थिएँ फ्लोटमा चाहिँ जुन डेसिमल नम्बरहरू चाहिँ राख्न सकिन्छ जसको चाहिँ डेसिमल नम्बरहरू छन्
डेसिमल पोइन्ट पछि नम्बरहरू छन् है त। जस्तै अब त्यसको लागि के गर्ने त, अघि आइएनटी लेखिरहेको थियौँ सबमा, अब फ्लोट डाटा टाइप स्टोर गर्नुपर्ने छ भने के लेख्नु पर्यो त, फ्लोट लेख्नु पर्यो। सरी यो चाहिँ क्याप लक भएर छ, फ्लोट लेख्नु पर्यो। ओके, अब बीमा हामीले के गर्नुपर्ने छ त, हामीले बी नगरौँ न, पाई भनेर स्टोर गरौँ। पाईमा चाहिँ हामीले के गर्नु पर्यो, 3.14 भन्ने एउटा भ्यालु चाहिँ स्टोर गऱ्यौँ। ओके, तर सबै एभ्री स्टेटमेन्ट्स आर सेपरेटेड बाई दि सेमिकलन भन्ने कुरा चाहिँ हामीले नभुल्ने है त, यो कुरा त हामीले गर्नै पर्यो। प्रिन्ट ह्याप गरिदिए त्योभित्र के लेख्नु पर्यो त, अब फ्लोट हो, तर के त फ्लोटको लागि अघि मैले भनेको थिएँ कि डी चाहिँ के को लागि थियो त, पर्सेन्ट डी चाहिँ के को लागि थियो त, इन्टिजरको लागि फर्मेटर है त। पर्सेन्ट ह्याप भनेको चाहिँ अब के को लागि त, फ्लोटको लागि भन्ने बुझ्ने। अब केले सेपरेट गर्ने, कमाले, त्यसपछि पाई लेखिदिए है त। अब फेरि भनेको कि सबै स्टेटमेन्टहरू त केले सेपरेट हुन्छ नि त, सेमिकोलनले। ओके, यो कुरा भयो। ओके, त्यसपछि अर्को के भयो त, डबल भनेको चाहिँ के भनेपछि जस्तै अब थोरै छन् भने चाहिँ पछाडिको भ्यालुहरू थोरै छन्, यिनीहरू चाहिँ यो चाहिँ के को आधारमा हुन्छ भनेपछि पछाडिको भ्यालुको आधारमा चाहिँ हुन्छ। त्यो कुरा चाहिँ हामीले पछि अझै डिपली डिस्कस पनि गर्नेछौँ। अहिले सिम्पली बुझ्ने कि डबल भनेको भने के हो भन्ने बुझ्ने त, फ्लोटै हो, तर फ्लोटभन्दा ठुलो, साइजमा चाहिँ ठुलो भनेर चाहिँ बुझ्न सकिन्छ है त। अब त्यसपछि चाहिँ हामीले के गर्न सकिन्छ, फ्लोट डबल पनि भयो। त्यसपछि क्यारेक्टरहरू टाइप चाहिँ हुन्छ। अब क्यारेक्टर भनेको चाहिँ के त, एबिसिडी त हो क्यारे होइन। अब त्यसको लागि के गर्नु पर्यो, CHAR लेख्नु पर्यो। जस्तै अब के लेख्ने त, सीमा मैले के स्टोर गरिदिएँ, जस्ट प्ले भनेर स्टोर गरिदिएँ, तर सेपरेटेड गरिदिएँ कमा। ओके, यसको चाहिँ अब के भयो त, सिम्पली क्यारेक्टर। अब डट %C भनेको चाहिँ के को लागि त, क्यारेक्टरको लागि, किनकि यसको टाइप चाहिँ के छ त, क्यारेक्टर टाइप छ। ओके, अब त्यसपछि हामीले के गर्नु छ, अब स्ट्रिङ टाइप हुन्छ। स्ट्रिङ टाइप पनि एक प्रकारको क्यारेक्टर नै हो, तर यसको कुरा चाहिँ हामीले पछि स्ट्रिङ नै पढ्दाखेरि चाहिँ गर्नेछौँ है त। अहिले सिम्पली हेरिदिउँ न, यति पनि नो प्रब्लम है त। अब स्ट्रिङको लागि मैले अघि भनेको थिएँ पर्सेन्टेज हुन्छ भनेर। ओके, त्यसपछि चाहिँ अरू कुरा हामीले बुलियन हुन्छ, त्यो बुलियन कुरा चाहिँ इनबिल्ड छैन, त्यही भएर त्यो कुरा चाहिँ हामीले पछि युज गर्ने छौँ है त। अब यसलाई हेर्नु पर्यो, यति त हामीले युज गऱ्यौँ, र अब हेर्नु पर्यो कि यसमा भएको छ कि छैन भनेर है त। बेसिक टाइपहरू त यिनीहरू नै हुन् होइन, स्ट्रिङ चाहिँ होइन, बेसिकमा पर्दैन, तर अरू चाहिँ यिनीहरू नै भए। अब पर्छ पनि भन्न सकिन्छ है। ओके, अब यसलाई रन गरिदिएँ है त, मैले रन कोड मात्र गरिदिएँ। ओके, रन कोड भइसकेपछि रन भइसकेको होला। ओके, के आयो त, फर्स्टमा अब कोड पढौँ है त। कोडसँग हाम्रो आउटपुट मिल्यो कि मिलेन त, हामीले एक्सपेक्ट गरेको आउटपुट के थियो र के आयो। यो त के गरिदिन्छ त, जस्ट इन्क्लुड गरिदिन्छ हेडर फाइल, के को लागि, स्ट्यान्डर्ड इनपुट आउटपुटको लागि। इन्टिजर मेन फङ्सन ढोका खुल्यो, सी प्रोग्रामिङको ढोका खुल्यो, भित्र आयौँ। पहिला INTA भनेको चाहिँ एमा चाहिँ हामीले कुनै इन्टिजर स्टोर गर्छौँ, त्यही भएर चाहिँ INTA = 10 प्रिन्ट ह्याप गरिदिने, जसले के गर्छ, कुनै कुरा पनि लिएर त्यसलाई आउटपुट दिन्छ भनेको जस्तै भयो है त। के लिन्छ त, अब इन्टिजर पनि लिन्छ र भेरिएबल पनि लिन्छ। अब इन्टिजर भनेको सरी कन्स्ट्यान्ट पनि लिन्छ, भेरिएबल पनि लिन्छ। कन्स्ट्यान्टभित्र मैले के दिएँ, इन्टिजर जस्ताको त्यस्तै आयो, यहाँनिर कोलन पनि जस्ताको त्यस्तै आयो, तर %D को ठाउँमा के आयो त, A को भ्यालु आयो, किनकि मैले भनेको थिएँ यसको फर्मेटर यो हो, D%, त्यही भएर यसको भ्यालु चाहिँ यहाँनिर आउँछ, आयो 10 है त। अब नेक्स्ट लाइनमा गयो है त, नेक्स्ट लाइनमा गयो, सेकेन्ड लाइनमा, किनकि /n चाहिँ के गरिदिन्छ, \n चाहिँ के गरिदिन्छ त, नेक्स्ट लाइनमा पठाइदिन्छ। इफ फेरि हामी यो एकचोटि हटाएर गरौँ, अनि हेरौँ कि के हुँदो रहेछ त, नगऱ्यो भने चाहिँ। ओके, गरेन भनेदेखि आयो त 10 पछि फ्लोर भनेर सँगसँगै आयो, त्यही भएर चाहिँ हामीले गर्ने है त। यो कुरा चाहिँ अब फेरि हेरौँ के आएछ, ल नेक्स्ट लाइनमा आएछ। अब के भयो त, ठिक भयो। ओके, अब सेकेन्डमा के छ, फ्लोट है। फ्लोट भन्ने एउटा पाइप भेरिएबल छ, त्यसको बेला यति राखेको छौँ, र प्रिन्टले कुनै कुरा लिन्छ, र लिएको कुरा फर्मेटर फ्लोट जस्ताको त्यस्तै आएको छ, र 3.1400 पनि आएको छ है त। %f छ, किनकि फ्लोटको फर्मेटर भनेको %f हो, र आयो। \n भयो, किनकि नेक्स्ट लाइनमा जानुपर्ने छ, र भेरिएबल हामीले दियौँ, कमा भेरिएबल गरेर सेपरेटेड बाइ दि सेमिकोलन। ओके, यो पनि भयो। त्यसपछि डबलमा आयो, डबलमा पनि स्टोर गरेको छ। ओके, त्यसपछि क्यारेक्टरमा पनि सेम, क्यारेक्टरमा अब क्यारेक्टर स्टोर गरेको छ है त। एउटा कुरा चाहिँ के हुन्छ भनेपछि, जस्तै पाइथनमा एकचोटि म यो कुरा चाहिँ देखाइदिन्छु है त। यो कसरी यहाँ जस्तै अघि क्यारेक्टर भनेको त इन्टिजर पनि भनेको थियौँ नि है, तर कसरी यसलाई एड गर्न सकिन्छ त भन्ने कुरा पनि म देखाइदिन्छु। जस्तै हामीले
क्यारेक्टर डीमा मैले के स्टोर गरिदिएँ त C+1 म्याथमेटिक्समा सीमा काहीँ ए एड हुन सक्छ त सक्दैन यो के हो त स्ट्रिङ हो यो चाहिँ के हो नम्बर हो न एड हुनलाई चाहिँ के गर्नु पर्यो त एड अपरेसन हुनलाई चाहिँ के गर्नु पर्यो नम्बरै हुनु पर्यो त्यो पनि तर हुन्छ यता चाहिँ कसरी हुन्छ भनेपछि ल यसलाई म एकचोटि रन गरेर हेरौँ है त ओके यहाँनिर के आएको छ क्यारेक्टर बी आएको छ मतलब एमा 1 जोड्यो भने बी आएको छ भनेको छ यो चाहिँ के हुन्छ भने एएससीआई कोडमा चाहिँ एड गरेको हो कि यो भनेको चाहिँ त्यो चाहिँ एएससीआई कोड हुन्छ यसको पनि डिपले कुरा चाहिँ हामीले पछि हेर्छौँ तर यो कुरा चाहिँ यसमा पोसिबल भएको कारणले चाहिँ यो क्यारेक्टरलाई हामी इन्टिजरभित्र पनि राखेको हुन्छौँ है त कतिवटा बुकमा त्यस्तै राखेको पनि छ तर अरू प्रोग्रामिङमा यस्तो हुँदैन है त फेरि अरू प्रोग्रामिङमा यस्तो गर्नु मिल्दैन सी र C++मा मात्र मिल्छ ओके यति भइसकेपछि हामीले के पनि हेऱ्यौँ त डाटा टाइप्स बेसिक डाटा टाइप्स है त यो पनि म प्रिमेटिभ अर बेसिक डाटा टाइप्स भनेर चाहिँ सी चाहिँ हामीले हेऱ्यौँ है त त्यसपछि हाम्रो के थियो टार्गेट भनेपछि कन्स्टेन्टहरू चाहिँ मैले अघि पनि भनेको छु कि कन्स्टेन्टहरू चाहिँ के हुन्छ भने फिक्स्ड हुन्छ चेन्जेबल हुँदैन एकचोटि फिक्स गरिदियो त फिक्स्डै हुन्छ अब कन्स्टेन्ट के हुनसक्छ स्ट्रिङ पनि हुनसक्छ कन्स्टेन्ट पनि टाइप हुनसक्छ नि त स्ट्रिङ हुनसक्छ के हुन्छ त अरू क्यारेक्टर हुनसक्छ अरू नम्बर इन्टिजर हुनसक्छ फ्लोट हुनसक्छ है त यिनीहरू चाहिँ फिक्स हुन्छ अब यसलाई कसरी डिफाइन गर्ने भनेको चाहिँ अब ह्यास डिफाइन गरेर पनि गर्न सकिन्छ लाइक ह्यास डिफाइन लेख्ने त्यसपछि कुनैको त्यसको के गर्ने त भेरिएबल त्यसमा भ्यालु हामीले यसरी राख्न सक्छौँ यो कुरा हामीले पछि आवश्यक पर्यो भने चाहिँ हेर्ने छौँ है त अहिले बेसी कुरा चाहिँ यति हेरौँ त्यसपछि हामीले के हेर्छौँ त इनपुट आउटपुट कुरा चाहिँ हेरौँ है त बरु ओके इनपुट आउटपुट कुरा चाहिँ हेरौँ अहिले बेसिक एउटा मात्र हामीले इनपुट आउटपुट कुरा चाहिँ हेर्नेछौँ अरू फर्दर कुरा चाहिँ हामीले पछि पनि गर्नेछौँ आयो मैले सिम्पल इनपुट आउटपुट डट सी भनेर भने है त ओके इनपुट एन्ड आउटपुट इन सी भनेर हेरेँ फर्स्ट त के गर्नु पर्यो त हामीले सेम ह्याज इन्क्लुड स्टुडियो डट ह्याज गर्नु पर्यो ओके त्यसपछि हामीलाई सेकेन्डमा के गर्नु पर्यो त आइएनटी मेन ब्राकेटभित्र बाहिर कर्ली ब्राकेटभित्र अब हामीले चाहिँ के गर्नु पर्यो त कोडहरू लेख्नु पर्यो ओके अब के गर्ने त एउटा पहिला एउटा ए भेरिएबल हामीले बनायौँ मतलब इनिसियलाइज गऱ्यौँ अब एउटा कुरा स्क्रिनमा देखाउनु पर्यो कि प्रिन्ट एप भनेर अब प्रिन्ट एपमा के देखाउनु पर्यो त इन्टर नम्बर भनेर मैले लेखेँ ओके यो कुरा चाहिँ अब के देखिने भयो त स्क्रिनमा देखिने भयो कोड लेखिदिन्छु है त एउटा मैले रिटर्न 0 यो मैले फर्स्टमा लेखिदिएँ है त किनकि यसको इन्टिजर टाइप हामीले के राखेको छौँ त इन्टिजर राखेको छौँ यो फङ्सनको टाइप त्यही भएर चाहिँ अब यसलाई चाहिँ के बेसिक इनपुट आउटपुट त मैले भनेको थिएँ यो stdio डट ह्यासले गरिहाल्छ हेडर फाइलले र यसमा चाहिँ के हुन्छ भने चाहिँ अब स्क्यान एफ भन्ने चाहिँ के हुन्छ त एउटा फङ्सन हुन्छ जसले चाहिँ के गर्छ त हाम्रो कुनै कुरा युजर इनपुट चाहिँ लिने काम गर्दछ जसमा चाहिँ अब के हुन्छ त हाम्रो अब युजर इनपुट के हुनेछ त हाम्रो भनेपछि %d इन्टिजर हुनेछ हैन किनकि हामीले आइएनटी ए इनिसियलाइज गरेको छौँ र एलाई चाहिँ एज इनपुटको रूपमा लिने गरेका छौँ कमा गर्ने तर यहाँनिर अब ए नलेख्ने के लेख्ने भनेपछि ए को एड्रेस लेख्ने कुनै पनि भेरिएबलको अगाडि एन्डवाला जुन सिम्बल लगायो भने त्यसको चाहिँ एड्रेस भनेर बुझ्ने गरिन्छ है त अब त्यसलाई पनि सेपरेट गर्नलाई के गर्नु पर्यो त कमा लेख्नु पर्यो अब ओके त्यसपछि चाहिँ अब एउटा प्रिन्ट एप भन्ने मैले एउटा अर्को अगेन फङ्सन लेखेँ त्योभित्र चाहिँ के लेखेँ द नम्बर यु इन्टर्ड इज %d भन्यो किनकि हामीले अब लेखेको नम्बर चाहिँ %d मै आउँछ %d भनेको इन्टिजर भनेर बुझ्ने है त कमा पास गरिदिएँ है त यति गरिसकेपछि अब यसलाई पनि हामी रन गरेर हेरौँ ओके रन भएको छ रन हुने बित्तिकै के आएको छ त ओके यसको आउटपुट चाहिँ यहाँबाट चाहिँ दिन हुँदैन आउटपुटको लागि चाहिँ हामीले यतै हामीले रन गर्नुपर्ने हुन्छ है त यसमा चाहिँ मैले यसलाई मैले के गर्न खोजेँ त gcc io.c आउटपुटको रूपमा चाहिँ के लिने त io भन्ने फाइल लिने त्यसपछि एन्ड अनि io भनेर रन गरेँ है त ओके अब यहाँनिर के सोधेको छ भनेपछि इन्टर नम्बर भनेको चाहिँ मैले 67 गरिदिएँ है त इन्टर
सेकेन्डमा के आयो त द नम्बर यु इन्टर इज 67 भनेर यसले भनिदियो। अब मैले इनपुटले त्यसलाई आउटपुट मात्र दिएँ। जस्तै अब मैले यहाँनिर के गरिदिएँ भनेपछि INT B इज इक्वल टु हामीले इन्टर गरेको नम्बरमा हामीले 2 एड गरिदियौँ। ओके, अनि फेरि अर्को कुरा चाहिँ हामीले एउटा चाहिँ गर्यो यु इन्टर यति यति भनेर प्रिन्ट गर्ने दोस्रोमा चाहिँ के गर्यो त नेक्स्ट लाइन यो ब्याकस्ल्यास यान भनेको चाहिँ नेक्स्ट लाइनमा के आउँछ त द नम्बर आफ्टर एडिङ 2 इज %d भनेको चाहिँ अब कुनै पनि इन्टिजरमा इन्टिजर एड गर्यो भने इन्टिजर नआउँछ, त्यही भएर हामीले %d लेख्यौँ र b को भ्यालु चाहिँ हामीले पास गर्यौँ है त। यति भइसकेपछि हामीले फेरि अघि यसलाई रन गऱ्यौँ भने कम्पाइल रन गऱ्यौँ भने इन्टर नम्बर भनेको चाहिँ मैले के गरिदिएँ त 98 गरिदिएँ। ओके, अब के आयो त द नम्बर यु इन्टर इज 98, द नम्बर आफ्टर एडिङ 2 इज 100 भनेर यसले अटोमेटिक काम गरेको छ। हो, यसरी चाहिँ हामीले के गर्न सक्छौँ बेसिक युजरको इनपुटले होइन। यो इन्टर त मैले अघिसम्म त के गरिरहेको थिएँ हामीले एमा चाहिँ जस्तै अब 90 गर्नु फिक्स हामीले स्टोर गरिरहेको थियौँ। अब कुनै प्रोग्राम फिक्स त हुन्न नि त, जस्तै क्यालकुलेटर बनाउँदैछौँ अब अलरेडी 2 + 2 अलरेडी हुने हामीले त केही इन्टरै गर्न नमिल्ने भयो, त्यो के क्यालकुलेटर भयो है त। हो, त्यही भएर चाहिँ हामीले यसलाई युजरको इनपुट लिनु पर्यो। मतलब हामीसँग सोध्नु पर्यो कि जसले प्रोग्राम रन गरिरहेको छ, जसले एप्लिकेसन चलाइरहेको छ त्यसलाई सोध्नु पर्यो कि कुनै नम्बर इन्टर गर्नुहोस्। गरिसकेपछि यस्तो प्रोसेस भएर हामीले कुनै आउटपुट दिन्छौँ भन्ने कुरामा चाहिँ हामीले स्क्यान एप भन्ने अहिले इन्टिजरलाई इनपुट लिन चाहिँ हामीले युज गऱ्यौँ। अरू पनि छन् यसमा, त्यो कुरा चाहिँ हामीले बिस्तारै हेर्छौँ। स्ट्रिङ कसरी इनपुट लिने, जस्तै नेम लिनु पर्यो नि त, यस्तो यस्तो भन्ने कुरा चाहिँ हामीले बिस्तारै गर्नेछौँ। र आजको भिडियोमा आई थिङ्क भयो, धेरै लामो भयो होला। आजको भिडियोमा चाहिँ यति नै गरौँ है त। र फर्दर बाँकी कुरा चाहिँ म सेयर गर्छु। र यो डकुमेन्टेसन पनि बनाएको थिएँ मैले, यो चाहिने भए चाहिँ म गिटहबमा सेयर गरिहाल्छु। गिटहबमा सेयर गरेपछि सबैले भेटाउन सक्नुहुन्छ है। र यो बेसिक सानो सानो मतलब टर्मिनोलोजी जस्तै छ, आउटलाइन छ है त, यो हेर्न सक्नुहुन्छ। थ्याङ्क यू, बाई।